कल करे सो आज करे सो अभी करे गाइस। ल हेर्नुहोस् है, आजदेखि मेरो युट्युबमा यो भिडियो चाहिँ अपलोड हुँदैछ है। आजदेखि मैले भ्लग बनाउन थालेँ गाइस। ओके, मेरो भिडियो कस्तो हुन्छ कृपया हेरेर भन्नु होला, मलाई थाहा छ 10 जना भन्दा धेरै जनाले हेर्दैन, त्यसैले मैले चाहिँ तपाईहरुको लागि यस्तो मेहनत गरेर मेरो 10 जना साथीहरुको लागि भिडियो बनाउँदैछु है गाइस। ओके, ल तपाईहरु पनि युट्युब च्यानल चाहिँ खोल्नु भएको छ भनेदेखि तपाईहरुको नाम चाहिँ कमेन्टमा लेख्नु होला, म तपाईहरुलाई पनि सब्स्क्राइब गरिदिनेछु है। यो च्यानल चाहिँ मेरो दाजुको थियो, मेरो कान्छा दाजुको थियो। उहाँ चाहिँ अहिले साउथ कोरियामा हुनुहुन्छ अनि उहाँले चाहिँ अहिले रिसेन्टली चलाइरहनु भएको थिएन यो आइडी। सो उहाँले चाहिँ मलाई दिनुभएको छ है गिफ्ट अरे गाइस, गिफ्ट अरे। उहाँको यो गिफ्टलाई चाहिँ म ग्रो गरेर कहाँ पुर्याउने विचार गरेको छु। त्यसैले कृपया दाजुको बहिनीलाई यो गिफ्ट मन पर्यो भनेदेखि चाहिँ कृपया मलाई तपाईहरूले सब्स्क्राइब गरिदिनु होला है। अनि त्यसपछि तपाईहरुले पनि म एउटा तपाईहरुको फाइदाको कुरा भन्छु। यदि तपाईहरु धरानमा आउनुभएको छ भनेदेखि सब्जी मन्डीतिर आउनुभएको छ भनेदेखि सब्जी मन्डी आउनुभएको बेला तपाईहरु चाहिँ हाम्रो सिम्मा फेसनमा आउन सक्नुहुन्छ। सिम्मा फेसनको ठ्याक्कै अगाडि यहाँ दीपक चटपटे छ। यहाँ अङ्कलको यस्तो भाइरल चटपटे हो, यस्तो मिठो बनाउनुहुन्छ अङ्कलले हैन। यता हाम्रो दाजुको होटलतिर पनि आउनु पर्यो, यहाँ लेनेदेखि भित्र छ हेर्दै जाँदै हेर्नुहुन्छ। अनि यहाँनिर छ चटपटे आलु निम्की पानीपुरी कस्तो मिठो हुन्छ। यहाँ चाहिँ सफा पनि बनाउनुहुन्छ अरूतिर भन्दा है हाम्रो दीपक अङ्कलकोमा। अनि त्यसपछि बहिनी यता आऊ, यता हेर न छिटो बन्द गर्ने बेला भयो। बाई भनिदेऊ। आजदेखि मेरो भ्लग स्टार्ट भइसक्यो है गाइज। ओके, तपाईहरु पनि छिटो के गर्नु अरे भन्दै त बहिनी? के गर्नुपर्छ भ्लग त? सब्स्क्राइब च्यानललाई। ओके ल गाइज, अनि तपाईहरुलाई चाहिँ कपडा किन्नु पर्यो भनेदेखि चाहिँ सब्जी मन्डीमा रहेको सिम्मा फेसनमा आउन सक्नुहुन्छ। मेरो चाहिँ क्लोज गर्ने बेला हुन लाग्यो गाइज। आजको लागि चाहिँ यति नै है, सिम्मा फेसनमा आउनु होला है। ओके, हाँस उठायो हाम्रो यता गाइजले। हाम्रो गाइजले भन्दैछ यता 2 मिनटको भ्लगमा 1 मिनट चाहिँ मैले गाइज भनेर सकेँ अरे गाइज। म अबदेखि गाइज भन्दिनँ ल गाइज। म अबदेखि गाइज भन्दिनँ ल गाइज, म त के ल हाम्रो गाइज अझदेखि म गाइज भन्दिनँ ल तिमीलाई। ओके, बाई गाइज। ल गाइज नभन्नु अरे गाइज, अझदेखि भन्दिनँ ल तपाईँहरूलाई गाइज। बाई।